है। अब के भन्ने खै, भन्ने कुरा केही छैन। अब पोखराबाट नजिकको यात्रा घोरीपानीसम्म बाइकमा नै आउन सकिन्छ। अनि घोरीपानीदेखि चाहिँ हामी पुनिल चाहिँ हिँडेर लगभग हामी बिस्तारै हिँड्नेलाई 1 घन्टा भनौँ न, तपाईँ मार्दै हिँड्ने पनि 1 घन्टामा आइपुग्ने ठाउँ रहेछ। ल है, यहाँको रङ्गी गुराँसको फुल फुलेको हेर्नुहोस् है, विभिन्न कलरको छ, रातो, गुलाबी, सेतो, विभिन्न थरीको पाउँदैछ। यो चाहिँ व्हाइट रहेछ, यो अलिक सेतो रहेछ। हेलो तपाईँहरू पनि आउनु भयो? ल भ्लगमा आउनु भयो? कहाँदेखि आउनु भयो? लाजा अहिले चिनेकै पऱ्यो क्या, स्वर त त्यस्तो त सुन्यो त म। के छ साउनी? कहाँदेखि आउनु भयो नानीहरू? आम्मा लहेर जाडोमा यो जेन्जीहरू। यो आयो, फर्क्यो। ए के हेर्न आएको खै हामी? यो यही उसो हेर्न आएको हो। यहाँ भएन, हामी चाहिँ हिँड्दै हिउँको बिचमा आइपुग्यो, हिउँको थुप्रोमा। ल ल हामी अब हाइकिङ गर्दैछौँ हामी कँडेरामा। माथि पुनिल डाँडामा पुगिसके पछाडि चाहिँ केही न केही देख्छ अरे भन्ने कुरा लाग्छ। ल हामी चाहिँ माथि सुजानको लागि रेडी भयो। हामी जाने कता? लु जम अभी। ल हामी अब हाइकिङ गर्दैछौँ हामी कँडेरामा। माथि पुनिल डाँडामा पुगिसके पछाडि चाहिँ केही न केही देख्छ अरे भन्ने कुरा लाग्छ। हामी हिँड्दैछु यो अँध्यारोमा, अँध्यारो रातमा। अब हिउँको बाटो टेक्दै हिउँ छ है, चिप्लो त्यस्तै बाटो देखेको छैन। यस माथि पुगेर मौसम खुलिदिए त राम्रै हुन्थ्यो। अब मुले खुलेन भने फनक्क फर्काएर ल। अब कति बाटो छ भन्ने पनि थाहा छैन। 10 मिनट हो रे। आमामा 10 मिनट हो। ल है, अलिअलि खुल्ला जस्तो भएछ। ल हामी चाहिँ हिँड्दै हिउँको बिचमा आइपुग्यो, हिउँको थुप्रोमा। ल हिउँ ल खालि छोड्दैन छु हिम्रो। ल हिउँको बिचमा ओ त्यहाँ बत्ती रहेछ, त्यहाँ पुग्नुपर्ने हो कि जस्तो चाहिँ छ। के भयो एकदम? त्यो तपाईँ त्यति बोलेको छैन त आज? हिजो बोल्यो नि। ब्याट्री सक्नेसम्म बोल्नु हुँदैन। म निस्तो बोल्दो रहेछ त। तपाईँहरू आउनेसम्ममा 5 वटा जति भनेको थियो।
अब यस्तो छ हिउँको थुप्रोमा यसरी हिँडेको छ हामी अब हाम्रो टिमी ल लेक लागे जस्तो नि भएछ फ्या फ्या पनि भएछ होइन यसरी सोलरको बत्ती तलतिर चाहिँ किन बिग्रेछ ल आमा 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 हिउँ ल है ल बल्ल अब यो बाटो जाँदैछौँ हामी हेर्न गाह्रो स्यास्या भएछ मेन चाहिँ लेक नलागोस् भन्ने कामना धेर बस्नुहुन्न माथि आज मौसम खुल्ला जस्तो लागेन पानी अझै परिरहेछ यसरी ल फर्क्यो ए के हेर्न आएको खै हामी यो यही उसो हेर्न आएको यहाँ भएन यो ल न हट हेर्नु त यो हिउँ र हुसो यहाँ यो दिन्छु मैले यही हो त ल फोटो खिच्दैन न एउटा कस्तो खतरा फोटो खिचौँ न ल हामी यहाँ सबै यहाँ आउँदा यहाँ यस्तो छैन होला नि त त्यहाँ ल हामी चाहिँ थुमको आइपुगेको छैन यो के ल यसो यति त लु ल है अब यो हेर्न आएको सिन देखेन सिन भन्दा हिमाल देखेन तर हिमाल देखेन मूलवासी के हो यो पुरा मङ्गलको त एउटा मूलवासी नि रहेछ मूलवासीहरू अन्द्रेमामा नआएकै ठिक रहेछ तिल्या बनाउने क्या त्यसो अन्द्रेमामा नआएकै ठिक रहेछ गाह्रो हुन्छ ल फाइनल्ली पुन हिलको यो टावरमा आइपुग्यो हामी पुरै हावा चलिरहेछ यही स्थिति ल ल हिउँ आयो ल फाइनली अहिले हामी चाहिँ कुनिलको यो डाँडामा आइपुग्यो यो माथिको यो पछाडिको टावर भयो एकदमै हावा छ यस्तो छ ओहो
हिजोको यात्रा हाम्रो एकदमै कहिले पनि भुल्न नसकिने यात्रा बन्यो। बिचमा सवारी साधन बाइक बिग्रेको, अनि त्यस पछाडि बल्ल बल्ल बाइक बनाइसके पछाडि चाहिँ हामी बल्ल यो तलसम्म आएर हामी त्यहाँ छौँ। र आज वेदर क्लियर नभए पनि हामी यो ठाउँमा आइपुग्यौँ। हुरी 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 हरिमन मामाको पुरै पेट्रोल सक्यो क्या? हिजो अलिक पेट्रोल बढिनु भएर होला। हिजो चाहिँ आम्माम नन स्टप स्पिड भयो त्यो। रिचार्ज गरेपछि ठिक हुन्छ क्या। हाम्रो त रुममै छ। रोजी वाज भ्यूज सँगै तल दार्ने भिडियो रिकर्ड हुन चाहिँ हामी भिडियोमा देखाउँछु त मैले के बोल्यो मामाले भन्ने कुरा। ए कहाँदेखि आउनु भयो नानीहरू? आम्मा लोहेर जाडोमा यो जेन्जीहरू। ल 5 मिनट 10 मिनट। ल अब हामी के रहरले हिँडेको यो? डेन्जरै रहर लाग्यो नि हामी हिँड्नलाई। के गर्यो यो? अब यही आफ्नै देशमा घुम्न आयो, विदेशी पैसा दिएर आफै देख्न पाएको। अनि तर अस्ति म कोरी जाने बेलामा 4 दिनको मेरो हिँडाइ त यो त नर्मल हो। हेलो तपाईँहरू पनि आउनु भयो? ल भ्लगमा आउनु भयो? कहाँदेखि आउनु भयो? लाजा अहिले चिनेकै पऱ्यो क्या? स्वर त त्यस्तो त सुन्यो त म। के छ साउनी? यो बाटो चाहिँ हिउँले एकदमै चिप्लो हुँदो रहेछ क्या। अलिकति केयर चाहिँ गर्नै पर्ने रहेछ। जस्तै हामीले त नर्मल जुत्ताहरू ल्यायो नि त। यो ठाउँमा आउनुलाई चाहिँ जस्तै ट्रेकिङ सुजहरू लाएर आउनुपर्ने छ। यो खालको स्पोर्ट्स सुजहरू चाहिँ प्रायः चिप्लो ठाउँमा त्यति राम्रो नहुँदो रहेछ भन्ने कुरा थाहा पाएँ। अब हिउँ हेरियो, नेपालको हिउँ। ल गाह्रो है, चिप्लिएर लड्यो भने बर्बाद। यस्तो है। अब के भन्ने खै, भन्ने कुरा केही छैन। अब पोखराबाट नजिकको यात्रा घोरीपानीसम्म बाइकमा नै आउन सकिन्छ। अनि घोरीपानीदेखि चाहिँ हामी पुनिल चाहिँ हिँडेर लगभग हामी बिस्तारै हिँड्नेलाई 1 घन्टा भनौँ न। थकाइ मार्दै हिँड्ने पनि 1 घन्टामा आइपुग्ने ठाउँ रहेछ। तर हामीलाई मौसमले साथ नदिएको होला। वेदर राम्रो पाएन, हिउँहरू हेर्नु पायो। अरू मौसम चाहिँ सफा होइन। अब हामी बिहान 5 बजे उठेर हिँडेको होटलबाट। 5 बजे उठेर 5 बजे उठेर चाहिँ हामी हिँडेको। ल अझै पनि यसरी टेलिकमको टावर छ। अब त्यही भएर यहाँ नेटवर्क चाहिँ राम्रै टिप्दो रहेछ है। त्यो खास त यो गुराँस त फुलेर पनि यो हुनु आँटिसकेको छ क्या।
सकिन आँटेको छ होइन कहीँ फुल्दै कहीँ सकिँदै हो कि होइन नि मामा ए कुनै त फेरि फुल्दै आँटेको फुल्दै आएको राम्रोसँग फुलेको नि ल यहाँ पनि यस्तो खालको रहेछ कि ढुङ्गाको बनाउने फेरि ल है यहाँको रङ्गी जङ्गी ग्रासको फुल फुलेको हेर्नुहोस् है विभिन्न कलरको छ यहाँ तल चाहिँ टिकट काट्ने ठाउँ रहेछ विशेष गरेर यहाँ चाहिँ टिकट नेपालीको लागि 50 रुपियाँ यहाँबाट पनि टाढै छौँ हामी चाँडै बिहान 5 बजे हिँडेर हामीलाई चाहिँ सजिलो भयो अनि 5 बजे हिँडेर हामीलाई चाहिँ सजिलो भयो नत्र भने अलिकति गाह्रो नै रहेछ यो ठाउँ चढ्नको लागि है अब यो ठाउँ ल यो चाहिँ इन्ट्रान्स गेट भयो यो चाहिँ व्हाइट रहेछ यो अलिक सेतो रहेछ ए हामी चाहिँ अब फर्केर यो टिकट काट्ने गेटमा आइपुग्यौँ मेरो त्यो माइकको वायरै त्यो बाइकमा बसेको क्या झोलामा हिमाल देख्नु नपाए पनि यहाँ रहेछ यहाँ छ नि त खतरा त्यही भएर लाली गुराँस त यहाँ रहेछ ए लाली गुराँस ओइ जाम जाम अब त आइसक्यो धेरै धेरै त्यो त भर्याङ थियो त यो बाटो त बिहान हामी आएको थिएन कि त्यही त यो उल्टोको हाल दुईतिर आयो कि जोड्नु जोडिन्छ अघि देखाएको नि त तेरो देखाएको नि त दुईतिरै उयो बिचबाट पनि थियो नि बाटो लु पुन हिलको यात्रा पनि समापन भयो यो वर्षको 82 सालको होइन यो यात्रा अब 83 लाख फुल राफ्टिङ गर्ने हो कि पानी त तलबाट तान्दो रहेछ नि यसरी तलबाट तानेको रहेछ के पानी माथिबाट तलतिर लगेको भनी साथै छैन अब सिन देखेन हिमाल देखेन त्यति मात्र 1 घन्टामा त आफुकिन्छ बढी हिँडेर 1 घन्टा लाग्दैन अब यतिकै हिँड्दाखेरि 1 घन्टा लौरो भयो राम्रो चिप्लो चिप्लो छ पुरै बाटो भएर हिउँछ त नि यही फुल हेर्न ल भने आएको भने नि त हामी ल हेर्नु घरको डिलमा यो गुराँस फुलेको फुलहरू चाहिँ देख्नु भयो नि यसरी यो गुराँस यता पनि गुराँस ल हेर्नु त